गुड मर्निङ गाइज। आज चैतको 13 गते रामनवमीको दिन हामी कहाँ जान लागेको? हामी सबै मिलेर मन्दिर जान लागेको है त। पछाडि दिदी बहिनी छ। हेलो ल के छ त गाइजहरूको? आज को जाने अरे? भुन्डु पनि हो? भुन्डी सुतिरहेछिन् दिदीको काखमा हो। दाजुको नयाँ गाडी र हामी जान रेडी छौँ। बिनाजु चाहिँ जानुहुन्छ होला, घरतिर जानुहुन्छ होला। ल हामी मन्दिरतर्फ निस्क्यौँ। ल मम्मीको इच्छा अनुसारको मन्दिर हो। धेरै पछि भद्रकाली मन्दिरले रक्षा गरून्, मन्दिरमा जाँदैछौँ हामी। रामनवमीको दिन मन्दिरको चढाइ सुरु भइसकेको छ। मेरो कपाल मिलाइदेऊ त नि त, कस्तो देख्यो? तिमी लास्ट टाइम कहिले आयो? लास्ट टाइम 69 लगभग 12 वर्ष 13 वर्ष। मम्मी कहिले आउनु भयो? 10-12 वर्ष पहिला एकजना साथीको छोरीको बिहामा आएको थिएँ। अनि त्योभन्दा पहिला त आइन्थ्यो, अनि धेरै ग्याप भयो। म पनि धेरै पछि आएँ। छोरीलाई लिएर आउने जुने रहेछ। आउँदैछौँ हामी। जोर लगा के सोजस र बुवा अगाडि। हेलो सोजस कस्तो भइरहेछ भन्थ्यो? हामी कहाँ जाँदैछौँ अरे? भद्रकाली मन्दिर। हामी भद्रकाली मन्दिर। हेलो मेरो खुट्टा दुखिया छ, हिँड्न सक्दिनँ। ढिलो चढ्दैछु। हेलो जस्तो फास्ट गयो नि ल। हामी मन्दिर आइपुगेका छौँ। मम्मीले पूजा सामग्री लिएर आउनुभयो। मन्दिरको दृश्य पछाडिबाट नानी यहाँ छ है। यहाँ बुवा हुनुहुन्छ। यहाँ सोजु पनि छ। के खाएको सोजु? यहाँ छौँ। साह्रै रमाइलो रहेछ दृश्य यहाँको। परिवारहरूको लागि कति राम्रो घर रहेछ यहाँ, मन पर्यो मलाई। यता गणेश मन्दिर, जय भद्रकालीका। साह्रै सुन्दर दृश्य। लाइनमा बस्न कस्तो भइरहेको? खै जमुना काठमाडौँ अस्पताल गए यहाँ पनि आफ्नो परिवारमा सुरक्षा स्वास्थ्य केन्द्र स्वास्थ्य रोजगारको संग्रह
मन्दिरको इन्भाइरोमेन्ट वन्डरफुल छ साह्रै रमाइलो एकदमै बिहान बिहान एकदमै रिफ्रेसिङ हुने नजिकै भएको भएर म डेली आउँथेँ जस्तो लाग्यो कि यस्तो रमाइलो चाहिँ नि खुब इन्जोय गरिरहेको छु यहाँ सोझो आफ्नै तालले खेलिरहेको छ त्यहाँ बुवा कस्तो राम्ररी मोल्ड गरेको ट्री होइन यहाँ मन्दिर विशेष यो कार्यालय पनि रहेछ पूजा गरेर सबैजना अब यहाँबाट निस्किँदैछौँ एकछिन कुर्नु पऱ्यो लाइन थोरै भए पनि भित्र चाहिँ अझै पूजा अलिकति लामै हुने रहेछ मम्मी कस्तो भयो त आज पूजा गरेको आनन्द लाग्यो यतापट्टि आउनु ल एकदम आनन्द भयो भद्रकाली मन्दिरको पूजा गरियो साह्रै आनन्द लाग्यो आज धेरै समयमा आएको परिवार सहित रमाइलो लाग्यो निता कस्तो भयो पूजा गरियो रमाइलो भयो होइन भुन्टी आइन् 5 महिना 5.5 महिनाको समय बुढालाई कस्तो भयो आज सोझास कस्तो भयो यहाँ हेर कस्तो भयो कस्तो भयो नाति नातिना सोझासले रेस गर्ने भनेछ तर हामी खासै गर्न सकिन्न सोझासै फर्स्ट हुन्छ होला कति छिटो सोझास ओहो हेर न यहाँ जङ्गलहरू हेर्दै हिँड न सोझु यहाँ त बाँदर नरहेछ नि धन्न यस्तो जङ्गल ठुल्ठुलो रुख हेर त कत्रो ठुलो रुद्राक्षको रुख माथि रुद्राक्षको रुख हेर हो रुद्राक्ष हो र हो त सुरिलो रुख रुद्राक्ष मन्दिर भ्याएर मन्दिरसँग नजिकै रहेको यो पार्क होइन यो पार्कमा यसो डुल्ने घुम्ने भनेर हामी आएको छौँ निता कस्तो लागिरहेको छ त दर्शन गरेर भोक लगाएर बाबु यहाँ केरा खाँदै हुनुहुन्छ यहाँ बुवा मम्मी नि केरा लिँदै हुनुहुन्छ केरा सुन्तला खाँदै हुनुहुन्छ नानी सुती छ यहाँ सर चलाउँदै हुनुहुन्छ अब हामी केरा खान लाग्यौँ हामी फाइनली आइपुग्यौँ घर आज एकदम रमाइलो भयो सबैजना फ्यामिली मन्दिर जाने जस मन्दिर जाने सधैँ स्पेसलै हुन्छ तर आज चाहिँ धेरै पछि गएको मन्दिर यस्तै ब्लगमा फेरि भेटौँला धन्यवाद।